ओके, सो आज चाहिँ हामी आउटडोर सुटमा छौँ अनि हल्का हल्का कुल मौसम छ, पानी परिरहेको छ होइन। अनि मसँग चाहिँ दुईवटा प्रिमियम मिड रेन्जको फोन रहेको छ, Xiaomi 17T अनि Nothing 4a Pro। सो यो दुईवटै फोनको चाहिँ आफ्नो तगडा फिचर्सहरू छन्, तर अचम्मको कुरा चाहिँ के छ भने Nothing 4a Pro अलिकति महँगो भए पनि Xiaomi को तुलनामा चाहिँ स्टोरेज ठ्याक्कै आधा रहेको छ। कि Nothing 4a Pro लाई महँगो हाल्नु वर्थ इट छ त, कि Xiaomi नै यो प्राइस रेन्जको बेटर अप्सन हो त? आज यो दुईटै फोनको कम्प्यारिजन गरेर चेक गरौँ है त। सो प्राइसको कुरा गर्नु पर्दाखेरि चाहिँ तपाईँले 90,000 रुपियाँमा 12,512 GB रहेको यो Xiaomi 17T पाउन सक्नुहुनेछ भने 94,000 रुपियाँमा चाहिँ 12,256 GB मात्र रहेको यो Nothing 4a Pro पाउन सक्नुहुन्छ। ग्लोबली चाहिँ यो दुईटै फोनहरूको अरू भेरिएन्ट पनि रहेको छ भने नेपालमा चाहिँ सिंगल भेरिएन्ट मात्रै एभाइलेबल छ। सो प्राइसको डिफ्रेन्स सँगसँगै स्टोरेजको पनि डिफ्रेन्सेस छ यो दुईवटा फोनमा। Nothing 4a Pro मा चाहिँ UFS 3.1 को स्टोरेज छ भने Xiaomi 17T मा चाहिँ UFS 4.1 को स्टोरेज छ। सो यो डिफ्रेन्सेस चाहिँ तपाईँले लार्ज फाइल कपी गर्दाखेरि वा हेभी गेम इन्स्टल गर्दाखेरि फिल गर्न सक्नुहुनेछ। सो स्टोरेजको मामिलामा चाहिँ Xiaomi 17T नै बेटर छ। नर्मली फेसबुक इन्स्टाग्राम चलाउँदाखेरि चाहिँ दुवैको एक्सपिरियन्स सेम नै फिल हुन्छ, तर अलिकति लङ टर्म अनि हेभी गेमिङको लागि हो भने चाहिँ Xiaomi 17T अलिकति धेरै फास्ट अनि स्मुथ फिल हुन्छ। सो अब डिजाइनको कुरा गर्नु पर्दाखेरि चाहिँ सबैभन्दा पहिला अलिकति युनिक डिजाइन भएको यो नथिङको कुरा गरौँ। यसमा चाहिँ ब्याक र फ्रेम दुवै मेटलको दिएको छ अनि ट्रान्सप्यारेन्ट क्यामेरा बक्स साथसाथै भिजिबल स्क्रु र एलइडीले गर्दा अलिकति डिफ्रेन्ट लुक्स दिन्छ अनि ग्लिफ म्याट्रिक्स पनि अलिकति ब्राइट छ, एप्लिकेसनको अपडेटहरू देखाउँछ। सो यसको साइज चाहिँ अलिकति ठुलो छ अनि वेट पनि 209 ग्राम रहेको छ। सिंगल ह्यान्डेड चलाउँदाखेरि चाहिँ अलिकति ठुलो हो कि जस्तो फिल हुन्छ। Xiaomi 17T को डिजाइनको कुरा गर्नु पर्दाखेरि चाहिँ सिम्पल, क्लिन अनि मिनिमल छ। सो यसको चाहिँ ब्याक ग्लासको भए पनि साइडको फ्रेम चाहिँ प्लास्टिकको छ अनि 90,000 को फोन प्लास्टिकको फ्रेम अलिकति सस्तो लाग्न सक्छ। यो अलिकति साइजमा सानो छ अनि वेट पनि 191 ग्राम मात्र छ। सो नर्मली युज गर्नको लागि चाहिँ एकदमै इजी फिल हुन्छ। आइपी रेटिङको कुरा गर्नु पर्दाखेरि चाहिँ Nothing 4a Pro मा चाहिँ IP64 रेटिङ मात्र छ भने Xiaomi 17T मा चाहिँ IP68 रेटिङ रहेको छ। सो बिल्ड क्वालिटीको हिसाबले चाहिँ Xiaomi 17T नै बेटर छ। अब डिस्प्लेको कुरा गर्नु पर्दाखेरि चाहिँ स्पेक्स वाइज दुईटै तगडा छ, किनभने दुईटैमा 1.5K रेजुलेसन छ, पन्ची कलर अनि घाममा चलाउँदाखेरि पनि दुईटैमा मजाले देख्न सकिन्छ। तर सफ्टवेयरले गर्दाखेरि चाहिँ रियल लाइफ एक्सपिरियन्स एकदमै अलग छ। Nothing 4a Pro मा चाहिँ अलिकति ठुलो 6.83 इन्चको डिस्प्ले छ, बेजल सानो छ, 144 हर्ट्जको रिफ्रेस रेट दिएको छ जुन चाहिँ चलाउनको लागि एकदमै स्मुथ हुन्छ। Xiaomi 17T मा चाहिँ 6.59 इन्चको डिस्प्ले रहेको छ भने 4a Pro भन्दा चाहिँ बेटर क्वालिटी छ, किनभने यसमा डल्बी भिजन सपोर्ट छ। मुभी वा सिरिजहरू हेर्नुहुन्छ भने डिस्प्ले एकदमै सिनेम्याटिक देखिन्छ। तर हाइपरओएसको लिमिटेसनको कारणले गर्दाखेरि चाहिँ डिस्प्ले 120 हर्ट्ज नै भए पनि सेटिङमा चाहिँ अटो रिफ्रेस रेट छ भने चाहिँ नर्मली युज गर्ने इन्स्टाग्राम, युट्युबहरू चाहिँ डाइरेक्ट 60 हर्ट्जसम्म झारिदिन्छ। सो एकदमै स्मुथ चलाउनुहुन्छ भने चाहिँ म्यानुअली सेटिङमै गएर 120 हर्ट्ज सेट गर्नुपर्ने हुन्छ। अब पर्फर्मेन्सको कुरा गर्नु पर्दाखेरि चाहिँ स्पेकसिट अनुसार चाहिँ Xiaomi नै अगाडि छ अनि स्कोर पनि धेरै Xiaomi कै छ। तर Nothing पनि नराम्रो चाहिँ होइन, यसको छुट्टै फाइदा छ। Nothing OS यति क्लिन र अप्टिमाइज छ कि नर्मली युज हुने फेसबुक, इन्स्टाग्राम जस्तो एप्लिकेसनहरू कहिले पनि अड्किँदैन। PUBG दुईटैमा 120 FPS मा चल्छ, तर गेन्सिन इम्प्याक्ट जस्तो हेभी गेम खेल्दाखेरि चाहिँ Nothing मा अलि ठुलो फाइटको बेलामा चाहिँ फ्रेम ड्रप हुन्छ जुन Xiaomi मा हुँदैन। गेमिङ पर्फर्मेन्समा Xiaomi राम्रो भए पनि हिटिङको केसमा चाहिँ Nothing नै बेटर छ, किनभने तपाईँले Xiaomi लाई 2-4 मिनेट मात्रै घाममा क्यामेरा युज गर्नुभयो भने एकदमै हिट हुने अनि ब्राइटनेस स्लो हुने अनि फोन पनि अलिकति स्लो भएको जस्तो हुन्छ, जुन समस्या चाहिँ Nothing मा छैन। क्यामेरा स्पेक्सको कुरा गर्नु पर्दाखेरि चाहिँ दुईटै फोनको उस्तै नै छ, किनभने दुईटै फोनमा 50 मेगापिक्सलको पेरिस्कोप टेलिफोटो लेन्स दिएको छ। तर इमेज प्रोसेसिङ चाहिँ दुईटै फोनको अलग अलग रहेको छ। यता Xiaomi 17T मा चाहिँ लाइकाको अप्टिमाइजेसनले कलरलाई अलिकति पप गराएर ड्रामेटिक अनि सिनेम्याटिक देखाउँछ भने यता Nothing 4a Pro ले चाहिँ एकदमै नेचुरल देखाउँछ। आकाशलाई गाढा निलो वा घाँसलाई गाढा हरियो टाइपको देखाउँदैन, आँखाले जस्तो देखिन्छ त्यस्तै नै देखाउँछ। यदि तपाईँलाई चाहिँ सिनेम्याटिक अनि ड्रामेटिक अलिकति कलरफुल फोटो मनपर्छ भने चाहिँ Xiaomi, अनि तपाईँलाई नेचुरल टोन मनपर्छ भने चाहिँ Nothing 4a Pro ठिक हुन्छ। अल्ट्रा वाइड क्यामेरा चाहिँ Xiaomi कै बेटर छ, किनभने यसमा 12 मेगापिक्सल दिएको छ अनि डिसेन्ट पनि छ। Nothing मा चाहिँ उही पुरानो 8 मेगापिक्सलको अल्ट्रा वाइड क्यामेरा सेन्सर दिएको छ अनि Nothing बाट खिचेको अल्ट्रा वाइड फोटो चाहिँ अलिकति स्याचुरेटेड पनि आउने गर्छ अनि जुम गर्दाखेरि डिटेल पनि कम आउँछ। सोशल मिडियामा हाल्न चाहिँ ठिकै हुन्छ, तर क्वालिटी वाइज हेर्ने हो भने चाहिँ Xiaomi कै बेटर हुन्छ।
टेलिफोटोको कुरा गर्नु पर्दाखेरि चाहिँ Xiaomi-मा 5x अप्टिकल जुम अनि नथिङमा चाहिँ 3.5x अप्टिकल जुम रहेको छ। अलिकति टाढाको फोटो खिच्दाखेरि चाहिँ Xiaomi-को 5x ले अलिकति डिटेलमा क्याप्चर गर्छ भने मान्छेको पोर्ट्रेटहरू खिच्दाखेरि चाहिँ नथिङको 3.5x ले अलिकति नेचुरल, शार्प अनि एज डिटेक्सन पनि राम्रो दिन्छ। तर Xiaomi-मा चाहिँ लो लाइट पोर्ट्रेट फोटोहरू अलिकति धमिलो अनि सफ्ट आउने गर्छ। दुबईको सेल्फी क्यामेरा 32 मेगापिक्सलको रहेको छ भने यहाँनेरि चाहिँ नथिङको क्यामेराले एकदमै राम्रो काम गर्छ, किनभने यसबाट खिचेको फोटोहरू अलिकति शार्प अनि नेचुरल टोनमा देखिन्छ। तर Xiaomi-को चाहिँ सेल्फीमा अलिकति हेजिनेस देखिन्छ। भिडियो रेकर्डिङ दुबईको राम्रो छ, 4K 60 FPS मै खिच्छन् दुबईले अनि भिडियो पनि स्टेबल नै छ। अब कुरा गरौँ ब्याट्री र चार्जिङको। Xiaomi 17T मा 6500 mAh को ठुलो ब्याट्री दिएको छ, जसको चाहिँ स्क्रिन अन टाइम 7-8 घण्टा छ। अनि राम्रो कुरा के हो भने यसको चाहिँ बक्समै चार्जर आउँछ, त्यो पनि 67 वाटको फास्ट चार्जर। अर्कोतिर नथिङ 4A प्रोमा चाहिँ 5080 mAh को मात्रै ब्याट्री दिएको छ। ब्याट्री सानो छ तर अप्टिमाइजेसन राम्रो भएकोले गर्दाखेरि चाहिँ यसको पनि स्क्रिन अन टाइम लगभग 7-8 घण्टाकै छ। ब्याट्रीको मामलामा दुईटै राम्रो छन्, तर एउटा दुःखको कुरा चाहिँ के हो भने नथिङको बक्समा चाहिँ चार्जर आउँदैन, तपाईले चार्जर चाहिँ छुट्टै किन्नुपर्ने हुन्छ। ओके, अब चाहिँ हामी कन्क्लुजनपट्टि लागौँ। यो दुईवटै फोन आफ्नो ठाउँमा एकदमै राम्रो छन् र यो दुईवटै फोन चाहिँ छुट्टै मान्छेहरूको लागि बनेको हो। तपाईलाई चाहिँ बेस्ट भ्यालु फर मनी फोन चाहिन्छ जसमा चाहिँ IP68 रेटिङ अनि सस्तो प्राइसमा पनि डबल स्टोरेज अनि बक्समै चार्जर साथसाथै लाइकाको सिनेम्याटिक फोटो मनपर्छ भने चाहिँ तपाईँको लागि बेस्ट अप्सन हुनसक्छ Xiaomi 17T। तर यसमा चाहिँ अलिकति सफ्टवेयर बग र आउटडोर हिटिङलाई चाहिँ नेग्लेक्ट गर्नुपर्ने हुन्छ। अर्कोतिर स्पेक्स भन्दा पनि तपाईँलाई अलिकति प्रिमियम एक्सपिरियन्स जस्तै फुल मेटल बडी, युनिक डिजाइन, क्लिन अनि स्मुथ सफ्टवेयर, राम्रो सेल्फी अनि एकदम नेचुरल पोर्ट्रेट चाहिन्छ भने चाहिँ तपाईँले नथिङ 4A प्रो लिन सक्नुहुनेछ। तर यसमा बक्समै चार्जर चाहिँ आउँदैन अनि रेट अलिकति हाई भए पनि Xiaomi 17T भन्दा चाहिँ स्टोरेज आधा मात्रै आउँछ। अब मेरो पर्सनल विचार सोध्नुहुन्छ भने चाहिँ डेली अनि लङ टर्म रिलायबिलिटी वा लुक्स वाइज चाहिँ नथिङ बेटर छ, तर स्पेक्स वाइज प्र्याक्टिकली हेर्ने हो भने चाहिँ Xiaomi धेरै नै अगाडि छ। सो तपाईँहरूलाई चाहिँ यो दुईटा फोन मध्ये कुन चाहिँ बेस्ट लाग्यो कमेन्ट गर्न नबिर्सिनुहोस् है त।